मैले 2वटा केला लिए। केलालाई यसरी नै पिस पिस गरी काटेँ। कराईमा तेल हालेर तताएँ। तन्नलाई राखेँ। चारैतिर फैलाइदिने। तेजपत्ता, 5 फोरन, दालचिनी, हरियो खुर्सानी अनि लसुन लिए। चना भिजाएको टुसाइसकेछ। केरा र एउटा आलु काटेँ, एउटा प्याज काटेँ अनि राखेँ टक्क। हेर्नु मेरो फोरन पनि रातो भइसकेको छ। त्यसपछि मैले प्याज हालेँ। प्याज रातो नगरेर राखेँ। मैले मसला के खुर्सानीको धुलो, जिरा पाउडर, स्वादअनुसार नुन, बेसार र मिट मसला छ। त्यो प्याज रातो भइसकेपछि मैले चना अनि आलु अनि केला काटेको हालेँ। यसलाई फ्राई हुने अलिकति रातो हुने गरी फ्राई गर्ने। फ्राई भइसकेपछि हेर्नु त फ्राई भइसकेपछि मैले झिकेको मसला हालेँ अनि फ्राई गर्ने। यसलाई छोपी फ्राई गर्ने। अलिकति क्याप्सिकम लिएको थियो, त्यो पनि मैले हालेँ एकछिनपछि। अनि यसरी नै छोपेर फ्राई गर्ने। हेर्नु लो हिटमा छोपेर फ्राई गर्ने। अलि फ्राई भइसकेपछि मैले टमाटर हालेँ अनि फेरि फ्राई गर्ने। त्यस्तै एकछिनको लागि छोपी फ्राई गरेपछि यस्तो थालेँ। फेरि छोपेँ मैले बिचमा छोप्दै चलाउँदै फ्राई गर्नु। हेर्नु हाम्रो रेडी भइसक्यो चना, केरा र आलुको तरकारी। ग्यासलाई कम गरेँ त हाम्रो तरकारी रेडी भइसक्यो।